सामुदायिक विकास, सामाजिक उत्तरदायित्व र श्रमको सम्मानलाई व्यवहारमा उतार्दै आएको श्रम संस्कृति पार्टी बेलबारी नगर समितिले आफ्नो 27औं साप्ताहिक श्रमदान कार्यक्रम अन्तर्गत आज बेलबारी 3 र बेलबारी 8 मा विभिन्न जनहितका कार्य सम्पन्न गरेको छ। प्रत्येक शनिबार बेलबारी नगर क्षेत्रका सामाजिक तथा सार्वजनिक स्थानमा श्रमदान गर्दै आएको समितिले यसपटक स्थानीयवासीको दैनिक आवत-जावतलाई सहज र सुरक्षित बनाउँदै सार्वजनिक स्थलको सौन्दर्यकरण सम्पन्न काम गरेको हो। बेलबारी 8 स्थित आदर्श टोल विकास क्षेत्र अन्तर्गत रहेको राईझार बैरखोला पुलमा स्थानीय नागरिकलाई आवत-जावत गर्न कठिनाई भइरहेको अवस्थालाई मध्यनजर गर्दै श्रम संस्कृति पार्टीका कार्यकर्ताहरूले पुलको दुवै छेउमा पक्की स्ल्याब निर्माण कार्य साथै सुरक्षा घेरा समेत लगाएका छन्। यस कार्यले विशेष गरी वर्षायाममा हुने जोखिम न्यूनीकरण गर्न मद्दत पुग्ने विश्वास गरिएको छ। त्यस्तैगरी बेलबारी 3 को मिरमिरे चोक स्थित एक क्लब परिसरमा सरसफाई, घेरा बार निर्माण तथा सुपारीका बिरुवा रोप्ने कार्य सम्पन्न गरिएको छ। श्रमदान मार्फत सार्वजनिक स्थललाई सफा, हराभरा र व्यवस्थित बनाउने उद्देश्यले उक्त अभियान सञ्चालन गरिएको श्रम संस्कृति पार्टी बेलबारी नगर समितिका अध्यक्ष पर्वत राईले जानकारी दिए। उनका अनुसार श्रमदान केवल भौतिक संरचना निर्माण वा सरसफाईमा सीमित नभई समाजमा सहयोग, एकता र जिम्मेवारीको भावना विकास गर्ने अभियान पनि हो। समुदायको विकासका लागि सबैको सहभागिता आवश्यक छ। श्रमदानले सामाजिक सद्भाव बढाउनका साथै स्थानीय समस्याको समाधान पनि टेवा पुर्याउने उनले बताए। श्रमदान कार्यक्रममा सहभागी प्रतिनिधिहरूले श्रमको सम्मान गर्दै सामूहिक प्रयासबाट समाज परिवर्तन सम्भव रहेको धारणा व्यक्त गरेका थिए। उनीहरूले स्थानीय आवश्यकताको पहिचान गरी यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्। श्रम संस्कृति पार्टीले आगामी दिनमा पनि बेलबारीका विभिन्न वडामा पुगेर सरसफाई, वृक्षारोपण, सार्वजनिक संरचना मर्मत तथा सामुदायिक केन्द्रित विकासका कार्यलाई निरन्तरता का साथमा अगाडि बढाउने जनाएको छ। श्रमदानको यो अभियान बेलबारीका सकारात्मक सामाजिक अभियानका रूपमा स्थापित हुँदै गएको स्थानीयवासीको भनाइरहेको छ।